Hello guys, नमस्कार सबैजनालाई. होप यु अल आर डुइङ वेल. आज चाहिँ यसो अब बाहिरतिर निस्केको यसो घुम्दिउँ भनेर. फेस्टिभल मेला लागिरहेको रहेछ म्याड्रिडमा. यसो हेरिदिउँ भनेर जान लाग्यो. अब यहाँबाट रेन्फे चढ्ने कुरो हुन्छ. हामी रेन्फे चढ्ने, यहाँबाट रेन्फे जाने चाहिँ उर्खेल, अनि इम्बाखाद्रेस झरेर सरर 5 नम्बर मेट्रो लिएर. कति नम्बर हो? 5 नम्बर हो कि 6 नम्बर हो? एकछिन हेर्नु पर्यो यार. ठ्याक्क इम्बाखाद्रेसबाट 5 नम्बर मेट्रो चढेर जाने कुरो हुन्छ. अब यहाँ अब रेन्फे स्टेसनमा आइसक्यो. रेन्फे स्टेसनमा अब एकछिन 1-2 मिनट रेन्फे गर्नु पर्यो. रेन्फे आयो, ल आयो. रेन्फे आयो, रेन्फे चढिन्छ सरर. ल रेन्फे चढियो. अब चाहिँ ठ्याक्क यहाँबाट इम्बाखाद्रेससम्म रेन्फेमा सरर. ल सिट खोज्दै हो, सिट पनि पाइयो. ट्याक्क दाइ पनि बस्नुभयो, म पनि बसेँ स्याठे सिटमा. खिच्न त पाइन्छ होला नि होइन भनेको. ल पाइन्छ ल. त्यो दाइले फोन चलाइरहनु भएको छ. यतातिरको बाहिरबाट रेन्फेबाट देखिने दृश्य. ल हामी झर्यो, फेरि आइसक्यो. कति चाँडो आइयो. ल सर अब यहाँबाट इम्बाखाद्रेस झर्यो होइन. अब यहाँबाट ट्याक्क 5 नम्बर पक्रिने हो. हिँड्नुपर्छ फेरि अलिकति एकछिन. जानुपर्छ अलिकति टाढै छ क्या. फेरि यहाँबाट 5 नम्बर पक्रिनलाई चाहिँ अलिकति हिँड्नुपर्छ. टाढै छ, त्यही भएर टरर सरर जानुपर्ने अवस्था. ल खोइ आउँदैन त आमामा. 3टा लिफ्ट छ, 3टा यो कि एक्सिलेटर होइन, के भन्छ यसलाई, स्कालेटर हो क्या. 5 नम्बर त हिँड्नुपर्छ क्या. धेरै हिँड्नुपर्छ. 5 नम्बर हिँड्नु भनेको कति टाढा छ कि. टाढै छ. 5 नम्बर पुग्नुलाई 5 मिनट लाग्छ यार. आयो बल्ल पुग्यो पुग्नु त. ल अब यहाँ एकछिन मेट्रो कुरिन्छ. मेट्रो नि आइसकेछ फेरि. आमा कति चाँडै आएछ त. ऊ मेट्रोभित्र छिरिसक्यो. काले दाइ हुनुहुन्छ पछाडि, हेर्दै हुनुहुन्छ. कति अग्लो बा झरिसक्यो क्या फेरि उर्खेलमा झरिसक्यो हामी. ल मेट्रो चढेर झरिसक्यो सरर. यता दिदीबहिनीहरू पनि भेटिनु भयो. छक्क पर्दिनुहुन्छ मैले के आउँदा देखेर. ल ठिक छ. ल यहाँ हामीले चाहिँ ठ्याक्क दिदीबहिनीहरू भेट्यो. ट्याक्क मेट्रो पनि गयो. ल ट्याक्क यो कृषि चुला पारा चुला पो हो कि हो. एकछिन यहाँ लालीहरूको रमाइलो हेरिदिउँ होइन. लालीहरू नमस्ते, हेलो, हाई, ब्युटिफुल देखेछ कि मामा हेरेछ क्या. हेलो गाइस. यसले चाहिँ खालि तल कता देखाएर भयो. यहाँबाट रोड क्रस गर्ने जेसुकै होस्, तपाईँ यहाँ मामाको छेउबाट अघिदेखि डराइदिएपछि भर्खर मान्छेले पेपर एप्लाई गरेछ. अनि यहाँबाट चाहिँ हामी 5-7 मिनट हिँड्नुपर्छ. फल नि यो उर्खेलको मेट्रो स्टेसनबाट चाहिँ 5-7 मिनट अलिकति हिँडेपछि चाहिँ ट्याक्क त्यो फेस्टिभल भएको ठाउँमा चाहिँ पुग्छौँ हामी. अब पुगिसक्यौँ. अब लगभग पुग्यो. मामाहरू वेलकम गर्दै हुनुहुन्छ हामीलाई.
ल अब एकछिन यतातिरको रमाइलो हेरिदिउँ है त भित्र छिरिसक्यो हामी अब यतातिर एक राउन्ड हेरिदिउँ मजाले यहाँ चाहिँ उस क्राउड चाहिँ एकदम दामी मान्छे त कति हो कति सबैको छुट्टी थियो नि त त्यही भएर सबैजना यतितिर आउनुभएको थियो होला सायद त्यही भएर क्राउड चाहिँ लभली Quince, 10, ल गाइज अब यतातिर हेरिहाल्यो होइन यस्तो रमाइलो छ ट्याक स्टलहरू ट्याक 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 खेल पनि के खेलाइरहेछन् होइन खानेकुरा पनि टन्नै खेल्ने कुरा पनि टन्नै आउँछ जस्तो होला सबै बवाल यतातिर चाहिँ कता हो के अरे म्युजिकल टाइपको प्रोग्राम के बाजासाजा बजाउने होइन अनि नाच्ने यतातिर छ अरे अझ अर्को क्राउड एरिया चाहिँ बब्बाल ठुलो एरिया मान्छे पनि बब्बाल ड्रेस पनि बब्बाल एभ्रिथिङ इज बब्बाल भने जस्तो यहाँ चाहिँ ठ्याक्क त्यो भइरहेको रहेछ क्या एउटा के हो त्यो स्टेजमा सट्ट के बजाइरहेका नाचिरहेका चौरमा ठ्याक्कै नेपालीपन भेटियो सर्लगै होइन बसिहान इन्जोय गरिरहेछन् मान्छेहरू रमाइलो छ यहाँ चाहिँ ट्याक्क बजाइरहेछन् यहाँ चाहिँ अर्को खालको रमाइलो छ यहाँ फेरि हेर्दैमै Continuar con una pieza interpretada por... No crees.
किसिमको रमाइलो भयो, यो किसिमको रमाइलो देखिहाल्यो होइन। अब फेरि अब अर्को किसिमको रमाइलो छ यहाँ, फेरि क्राउडहरू एकदम छ। अब यतातिर चाहिँ यता माथितिर चाहिँ यो के भन्छ फुड स्टलहरू चाहिँ छ यता माथितिर चाहिँ, धेरै प्रकारको फुड स्टलहरू ट्याक 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 छ। क्राउड चाहिँ अमेजिङ। अनि यतातिर चाहिँ साँझको लागि रमाइलो गर्नको लागि यतातिर त्यो सेट गर्दै थियो। अनि यता चौरातिर फेरि मान्छे सर्लकै चौरमा छुट्टै किसिमको महोत्सव, स्पेनको महोत्सव है। स्पेनको महोत्सवमा यता फेरि छुट्टै अर्कै टाइपको रमाइलो भइरहेछ। यता फेरि हेर्नुपर्छ, यता के अरे गाना साना गाइरहेछ। भरपुर मनोरञ्जन लिगौँ है हेरेर। यता पुरै महोत्सव हो, म्याड्रिडमा महोत्सव, उर्खेलमा मान्छे हेरमै मान्छे, क्राउड हेरमै क्राउड, लभली क्राउड है, लभली क्राउड एकदम दामी मान्छे त कति हुन्। यो त यता शाखा बाटो हो त, मेनमा त डेन्जर छन् मान्छे, सकिन्न हिँड्न, त्यही भएर यता आएको म। बस सांस्कृतिक कार्यक्रम यहाँको जस्तो लाग्यो, पर्व सानी सिद्रौ उता फेरि आमा बत्त चिच्चाको। बस हेरौँ है गाइज, हेरौँ है। बस आमा एकछिनै म देखाउँछु पुरै। उता हेरौँ है। अब यहाँ चाहिँ फेरि हामीले अर्को 3 जना नयाँ साथीहरू भेट्यौँ र हामी कति छ 7-8 जना भयो। हामी 8 जनाको रमाइलो छ। फेरि अब यहाँबाट चाहिँ फेरि अब यही ठाउँलाई नाइट भ्यूमा चाहिँ छ है। फेरि अब यहाँ चाहिँ फेरि दिउँसो नि खिचेको थिएँ मैले, यो चाहिँ फेरि नाइट भ्यू। रातिमा पनि उत्तिकै रमाइलो, उत्तिकै मान्छे, बस मान्छे रमाइलो होस्। लाइटिङ पनि दामी, अलिअलि चाहिँ धुलो उडिरहेको थियो, धुलो यतिकै पचिरहेको थियो। आउँछ यहाँ चाहिँ जस गाना साना बजाउने नाच्ने स्टेजमा गरिरहेको थिएँ। मान्छे चाहिँ एकदम भिड। हामी चाहिँ अघि जाँदै थियौँ, स्टेज नजिकै पुगौँ भनेको अलि पुग्नु चाहिँ सकेन। जस ठेल्दै मान्छे त सानो चर बनाउँदै भित्र छिर्न त, तर धेरै अगाडि छिर्न सकेन, धेरै मजाले अगाडिबाट हेर्न चाहिँ सकेन। जस भाइब चाहिँ बवाल थियो, मान्छेहरू नाचिरहेको थियो, जस रमाइलो भइरहेको थियो, दामी।
यति सँगसँगै हाम्रो प्रोग्राम आजको सिद्धियो। अब हामी घर फर्कियौँ, राति भइसकेको थियो, घर फर्कियौँ। अब सी यु इन द नेक्स्ट भिडियो गाइज, अन्टिल देन टेक केयर, बाई बाई।